सबैजनालाई नमस्कार। मैले अहिले चाहिँ हाम्रो दार्जिलिङदेखि नेपालको सम्पूर्ण नेपाल यात्रा गर्दै गर्नको लागि चाहिँ यहाँ आइपुग्नु भएको छ ठ्याक्कै हाम्रो उररी चोकनेर। हजुरको नाम के हो? नमस्ते, मेरो नाम त निराज लेप्चा। म त दार्जिलिङबाट हो। मेरो दार्जिलिङ पोखरेबुङ बस्ती 2 नम्बर लेप्चा गाउँबाट हो म त अहिले। तपाईको चाहिँ खास नेपालमा साइक्लिङ यात्रा गर्ने उद्देश्य चाहिँ के हो खासमा? उद्देश्य त यही हो कि अब म त अल नेपाल साइकल यात्रा विदाउट मनी गरिरहेको छु है। मान्छेहरूले भन्छ कि पैसा रुपियाँ हुँदा मात्रै है, गाडी घोडा हुँदा मात्रै अब हामी यात्राहरू गर्न सक्छौँ, भनेको जग्गातिर पुग्नु सक्छौँ भन्छ। तर होइन, किन पैसा नभए पनि हामी त अब साइकलमा भए पनि है विश्व है घुम्नु सकिन्छ भन्ने त मेरो उद्देश्य छ। तपाईँ साइकल यात्रा गर्दाखेरि तपाईँको बाटोमा आउने कठिनाइ, तपाईँ त नेपालको त हुनुहुन्न, तपाईँ चाहिँ नेपाली भाषी भए पनि तपाईँ चाहिँ नेपाल बाहिरको भएको कारणले तपाईँ नेपालमा चाहिँ कस्तै अप्ठ्याराहरू तपाईँलाई के भयो कि भएन? त्यस्तो मलाई त अहिलेसम्म परेको छैन। तपाईँलाई सहयोग गरिरहनु भएको छ? सबैजनाले सहयोगहरू गर्नुहुन्छ। कतिजनाले खानु बस्नुदेखिको ल्याएर है सबै सहयोग गर्नुभएको छ। आज पनि गर्नुभएको छ सरले। अनि बाटोमा जस्तै अब बस्दाखेरि कतै हिँड्दै साँझ पर्यो भने तपाईँले कसरी सहयोग माग्नुहुन्छ यहाँको मान्छेहरूसँग? यहाँ त अब यसो भनिन्छ, अब म त अब जस्तै दिनमा सहयोगहरू गरेको पैसा रुपियाँहरू हुन्छ, त्यही पैसाले नै होटलतिर गयो अनि उहाँहरूलाई भन्छु मलाई त सस्ता खालको रुमहरू दिनुहोस् भन्छ। उहाँहरूले 300 400 200तिर रुमहरू मिलाइदिनुहुन्छ। खानाहरूमा पनि अलिक कम्तीहरू गरिदिनुहुन्छ। तपाईँ चाहिँ दिउँसो चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि तपाईँलाई सहयोग गर्नुहुन्छ? हजुर। सहयोग गरिसकेपछि त्यो पैसा चाहिँ साँझ होटलमा चाहिँ होटलमा चाहिँ के छ, फ्रीमा बस्न दिनु हुँदैन? फ्रीमा दिँदैन होइन? हजुर। कहाँ हुनुभयो तपाईँ? अहिले त म त मनाङ मुस्ताङहरू सबै सकिसकेर अहिले 45-46 वटा जिल्ला भइसकेको छु नेपालको। हजुर, नेपालको। अब त रारा तालहरूपट्टि जाउँ भनेको छ, कर्णालीहरू। हजुर। तपाईँको यात्रा सफल रहोस् होइन। थ्याङ्क यू सर। दार्जिलिङदेखि नेपालसम्म आउनुभएको छ। हजुर। ल, तपाईँको साइकल यात्रा त एकदम राम्रो बनोस्। हुन्छ। उहाँ चाहिँ दार्जिलिङदेखि नेपालमा साइकलमै यात्रा गरिरहनु भएको छ। उहाँलाई तपाईँहरूले कतै देख्नुभयो भने उहाँलाई सक्ने सहयोग चाहिँ गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू। जाउँ अब यहाँबाट त्यस्तो हुन्छ।